हेलो प्रिय मित्रहरू, गुड इभिनिङ। अहिले मैले बेलुकाको यो फुलहरूको काम फेरि सुरु गर्दैछु। कतिवटा ढलेछ अनि कतिवटा अलिकति ओइलियो। अब यसको टाइम गयो। अब यिनीहरूको टाइम गएपछि त अब यिनीहरूलाई अब निकाल्नु पर्यो। निकालेर नयाँ लगाउनु पर्यो। नयाँ बिच्छीहरू, नयाँ बिरुवाहरू लाउनु पर्यो। त्यही कारणले गर्दाखेरि अब सुरु गरेँ। अब दिनमा त अलिकति रेस्ट पनि गर्नु पर्यो नि त। बिस्तारातिर यसो ढल्किनु पर्यो। एकछिन खानासाना खाएर सुस्ती गरेर त भएन। अब यो भिडियो चाहिँ यसरी, त्यही कारणले गर्दा यहाँ हेर्नुहोस्, यी मेरो मन परेको फुलहरू। अब त्यसको टाइम पनि अब सकियो। अब सिजन सकियो। अब सिजन सकिएपछि अब त्यो उसलाई निकाल्नु पर्यो। यी मेरो सागको बिरुवा अस्ति लगाएको थिएँ। यो पनि सारेँ, अघि अलिक सारेँ। अब आफूले पहिला त खोज्दा पनि पाउँदिनँ थिएँ। त अहिले चाहिँ भयो। अब यो एस्टर प्लान्ट मजाले फुलेको छ। तर ढलेको छ भुइँतिर। अब यिनलाई पनि मिलाउनु पर्यो। जहिलेसुकै त अब काम गर्नु पनि सकिँदैन। टाइम पाएपछि त गर्नु पर्यो। हेर्नुहोस् ल, हुन्छ। अब तपाईँहरूलाई गुड इभिनिङ। अनि यादगार छ। अनि भिडियो समाप्त गर्दछु। बाई बाई।